अभिभावक तिनीहरूलाई मैले आजको यो परीक्षाको नम्बरसँग गरिरहेको छु र सबै नम्बर ध्यान दिएर सुन्नु है त। अब यहाँ तिमीहरू अहिलेको परीक्षामा कसैले अघिल्लो परीक्षामा धेरै नम्बर ल्याएर थोरै पनि ल्याएका छौ, थोरैले धेरै पनि ल्याएका छौ, तिमीहरूको मिहिनेत राम्रो पनि छ। कोही कोही विद्यार्थीहरूले अलिकति राम्रो मिहिनेत गर्नुपर्ने पनि छ। ल अब सुन है त। ल रोल नम्बर 1 ल तिम्रो नम्बर आएको छ 80 आएको छ। ल रोल नम्बर 2 तिम्रो नम्बर 65 आएको छ। रोल नम्बर 3 यस सर बाबुको नम्बर अहिले 45 आएको छ। बाबु तर तिमी सधैँ राम्रो नम्बर ल्याउने हो। सधैँ मैले राम्रो गर्छु, फर्स्ट टर्ममा राम्रो गर्छु, सेकेन्ड टर्ममा राम्रो गर्छु। बेलामा तिमीहरूले केही पर्यो होला। हुँदैन हुँदैन सर, मेरो कपी देखाउनु सर, मेरो कपी देखाउनु। होइन नि सर, हुँदैन सर, हुँदैन एकदम एकदम कहिले काहीँ उहाँको मन परेको मान्छेलाई उहाँलाई तपाईले ठिक हो कि सर? पहिला तपाईले राम्रै गर्नु भयो, तपाईलाई म रेस्पेक्ट गर्छु सर। उहाँ सर एकदमै समस्या होइन नि त। तपाईँको अलिकति मेहनत गर्ने मन बढाउनु पर्ने देखाउने हो नि त। तपाईँ जस्तो मान्छे तपाईले धेरै आएर भन्नुहुन्छ लाउनुहोस् तपाईँ मैले राम्रो गरेको छु सर। तपाईँ नआउनुहोस् है सर, तपाईँ नआउनुहोस्, तपाईँसँग भन्नुहोस् सर। तपाईँले आफ्नो मान्छेलाई राम्रो गर्नु भएको छ। यस्तो हो क्या यो सर खासमा के भयो सर? सबै हामीले चाहिँ हेरिसकेका छौँ, तर त्यो पुरै ल्याङ्ग्वेज हो नि त। ल्याङ्ग्वेजमा चाहिँ कसैको चाहिँ अलिकति बढी हुन्छ, कसैको कम हुन्छ। अलिकति परीक्षामा पोल गर्ने त्यो अलिक बढी खेल्छौँ, त्यो बढी खेलेको भएर तर एक्जाममा टाइम पुगेन। मेरो राजा एक्जाममा टाइम त्यो भएर ल होमबहादुर सरले मलाई सधैँ हेर्नुहुन्छ सर। बिरामी पनि हुनुहुन्थ्यो, त्यो बिरामी भएर पनि होला। त्यही भएर नत्र गर्ने मान्छे हो त। बिरामी भयो यो बाहिर गर्ने मान्छे यस्तो हो नि त। अघिल्लो परीक्षामा पनि राम्रो नेक्स्ट ए सर